www.laliguras.com नेपालीहरूको महान पर्व बडा दशैं घर घरमा दैलो दैलोमा आइरहेको छ र कलाकारहरू आफ्नै तरिकाले देश दशैं मनाइरहेका छन्। यसै क्रममा लोक तथा दोहोरी क्षेत्रमा अनवरत रूपमा लाग्नु भएका अग्रज तथा अनुसर्जक तथा गायक गायिकाहरूलाई हामीले प्रश्न गर्यौं, यो वर्ष तपाईले दशैं कसरी मनाउँदै हुनुहुन्छ, कसरी शुभकामना दिनुहुन्छ तपाईका दर्शक श्रोता र आफ्ना शुभचिन्तकलाई। हाम्रो प्रश्नमा विभिन्न चर्चित कलाकारहरूले दिनुभएको उत्तरहरू यस्तो छ। बहुचर्चित लोकदोहोरी गायक राजु परियार यसरी आफ्नो शुभकामना बाँड्नुहुन्छ। हामी नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावली नजिकै रहेको छ। यसैमा रहेर विभिन्न कार्यक्रमहरूमा दशैंमा अझै टुङ्गो लागेको छैन। कुन ठाउँमा मैले कार्यक्रम भ्याउने हो र कुन ठाउँमा दशैं मनाउने हो। सम्भव भए म काठमाडौँमै फर्केर दशैं मनाउने छु। मेरो सम्पूर्ण शुभचिन्तक तथा साथीभाइहरूलाई विजय दशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु भनेर बहुचर्चित लोकदोहोरी गायक राजु परियार यसरी आफ्नो शुभकामना व्यक्त गर्नुहुन्छ। त्यसैगरी बहुचर्चित लोकदोहोरी गायिका देवी घरती आफ्नो शुभकामना सहित कसरी मनाउँदै छिन् त दशैं। मेरो दशैं गत वर्ष जस्तै यो वर्ष पनि विभिन्न कार्यक्रमहरूमै बित्नेछ। टीकाको भोलिपल्ट फेरि कर्मथलो राजधानी फर्किनु छ। सपरिवारसँगै जान पाइएला जस्तो त छैन र पनि टीकाको अघिल्लो दिनसम्म भए पनि घर भने पुग्नेछु। सम्पूर्णलाई विजय दशमीको हार्दिक शुभकामना व्यक्त गर्दछु। त्यसैगरी अर्को बहुचर्चित लोकदोहोरी गायक पशुपति शर्मा आफ्नो शुभकामना यसरी व्यक्त गर्छन्। साथमा दशैं कसरी मनाउँदैछन् त्यो पनि यसरी जानकारी गराउँछन्। टीकाको दिन घर जाने सोच बनाएको छु। धेरै स्टेज कार्यक्रमहरू छन्, सबैको चित्त बुझाउनै पर्यो। सोही कारण सबै कार्यक्रम सकेर घर जाने सोच बनाएको छु। दशैंको यो अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। त्यसैगरी अर्की बहुचर्चित लोकदोहोरी गायिका राधिका हमाल के भन्छन् त दशैंको यो अवसरमा। गत वर्ष मेरो दशैं विदेशमै बित्यो। यो वर्ष भने नेपालमै छु, तर नेपालको विभिन्न कार्यक्रमहरूमा सहभागी हुने छु यो वर्ष र घर पनि जान्छु सपरिवार र यसरी नै बित्नेछ मेरो दशैं। शुभकामना भन्नु पर्दा सबै मेरा प्रिय भगवान रूपी श्रोता दर्शकलाई विजय दशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। अरूको हेरेर दशैंलाई खल्लो नबनाउनुहोस्, जस्तो छ त्यसैमा रमाउनुहोस्, आफूलाई सफल भएको महसुस गर्नुहोस्। यही छ विजय दशमी तथा शुभ दीपावलीको हार्दिक शुभकामना। नवदुर्गा भवानीले तपाईलाई कल्याण गरून्। त्यसैगरी अर्को बहुचर्चित विमल डागीले यसरी मनाउँदैछन् चाडपर्व। यसपालि हामी अमेरिकामै दशैं मनाउँदैछौँ। मेरो घर परिवार विशेष गरी आमा पनि यही हुनुहुन्छ, त्यसैले अहिलेको दशैं विशेष नै हुनेछ। न्युयोर्कमा रहेर अन्य कलाकारहरू साथीहरू पनि आमाको हातबाट टीका लगाउन आउने कुरा छ। खानपिन नाचगान छ, त्यसैमा हाम्रो भेटघाट विशेष रहनेछ। दशैंको सम्पूर्णलाई शुभकामना पनि म व्यक्त गर्दछु। त्यसैगरी बहुचर्चित लोकदोहोरी गायिका मुना थापा आफ्नो शुभकामना सहित के गर्दैछिन् त यसपालि यसरी जानकारी गराउँछिन्। यसपालिको दशैं मेरो भन्नुपर्दा घर परिवारमै बित्नेछ। परिवारसँग रमाइलो गर्ने सोच बनाएको छु, त्यसैले यो वर्ष मेरो अलिक विशेष हुनेछ। यही दशैं हाम्रो विशेष पर्व भएको हुँदा सबैले यो पर्वलाई रमाइलो पर्वको रूपमा लिनुहोला। सबैमा मेरो तर्फबाट विजय दशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। त्यसैगरी अर्का चर्चित सर्जक कस्तो पन्त के भन्छन् त दशैं। यसपालिको दशैं कर्मथलो काठमाडौँलाई बनाएर पनि मेरो घरमा नै 92 वर्ष कि हजुरआमा बुबा मान्यजनको हातबाट टीका लगाई आशीर्वाद लिने तयारीमा छु। दशैंलाई तडक भडक नबनाउने, आफ्नो गच्छे अनुसारको खर्च गर्ने तयारमा छु। अन्तमा सम्पूर्ण हिन्दू नेपाली धर्मावलम्बीहरूलाई विजय दशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। त्यसैगरी अर्का बहुचर्चित मोडल तथा गायक महेन्द्र गौतम यसो भन्छन् दशैंका लागि। दशैंका बारेमा दशैं खासै विशेष तरिकाले मनाउनु पर्छ भन्ने छैन, किनकि वर्षौंदेखि चलि आइरहेको चलनलाई हामीले मान्दै आएको हो। जमरा लगाउने, टीका थाप्ने अनि परदेशमा रहेका दाजुभाइ नेपाल फर्कने र रमाइलो गर्ने यसैलाई हामीले दशैं भन्दै आएको छौँ। बच्चा उमेरमा चाहिँ धेरै रमाइलो गरिन्थ्यो। दशैंमा अहिले अलिक फरक हुँदै गएको छ। यस पर्वको सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
त्यसैगरी मोडल तथा गायिका सुशीला गौतम यसो भन्छन्, सम्पूर्ण कार्यक्रम स्थगित गरेर भए पनि दशैं चाहिँ म घर परिवार आमा बुबा सँगै मनाउने तयारी गरेकी छु। त्यसैले यसपालिको दशैं चाहिँ 1 वर्षभरि कामले घर जान नपाए पनि दशैंमा चाहिँ सबै कुरा छोडेर परिवारसँग मनाउन जाने हुँदा दशैंले पर खुसी दिएको महसुस हुन्छ। पुराना साथीहरूसँग भेटघाट हुँदा एकदमै रमाइलो लाग्छ। साथमा मानिसजनको हातबाट टीका जमरा आशीर्वाद ग्रहण गर्ने विभिन्न परिकारको साथ त छँदैछ। सम्पूर्ण नेपालीहरूलाई दशैंको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। त्यसैगरी अर्का मोडल विमल अधिकारी यसो भन्छन्, मैले दशैं हिन्दूहरूको एक महान पर्व चाड होस्, राक्षसहरूको अन्त्य गरी देवी दुर्गा माताले विजय गरी एउटा चाड हो। म पनि मेरो हजुरबुबा हजुरआमाको हातबाट टीका जमरा लगाउनका लागि आशिष लिन अनि 7-8 ठाउँमा प्रोग्राम छ, त्यसैमा व्यस्त हुन्छु। पिङ खेल्ने रमाइलो गर्ने यही नै हुँ। सम्पूर्ण विजया दशमी तथा शुभ दीपावलीको यो सुखद उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। अवस्था यिनै कलाकारका विचार अनि यिनै कलाकारका भावनाहरूसँगै laliguraj.com र musicnepali.com को प्रस्तुति हामी कलाकारका विचारलाई यही रोक्छौं। फेरि हामी अन्य कलाकारका विचार लिएर अनि अन्य कलाकारसँगै रहेर आउनेछौं। सुन्दै पढ्न र पढ्दै सुन्न www.laliguraj.com तपाईँ नजिक रहनुहोस्।